भेटघाट भएको होइन अब चिनजान भएको पनि कति ठाउँ घुम्न गयो आज चाहिँ कति आनन्द पनि भन्नु पाइयो के छ खबर यो नि ठिकै छ खबर यो ठाउँ कति राम्रो ठाउँ है त्यही त भने कति भयो चाहिँ सँगै हिँडेको यत्रो कार्यहरू पनि अगाडि बढाएका छौँ प्रोजेक्टहरू पनि सँगै काम गरेका छौँ तर तपाईँलाई एउटा कुरा चाहिँ साह्रै शङ्का लाग्यो क्या मलाई म बाहेक अर्को पनि छ कि क्या हो तपाईँको कहिले कहिले त टाइम छैन मात्रै भन्नुहुन्छ कहाँ हुनु नि फोन पनि उठाउनुहुन्न गरे बेलाको फोन पनि होइन यस्तो छ नि बिजनेसको कामले चाहिँ अफिसमा हुन्छ अब अफिसमा चाहिँ नि अब मिटिङ बस्छ मिटिङमा चाहिँ नि अब फोन गर्नु मिलेन अब त्यही कारणले हो नि त त्यही त अस्ति मेरो साथीले नि भने कि बाइक लिएको साथीले भने कहाँ हुनु नि ल जे भयो नि धोका दिने काम नगर्नु अब जति सम्झिनु मैले विश्वास गरेर तपाईँलाई साथ दिइरहेको छु तपाईँले जे भने त्यही पुरा गरिरहेको छु तपाईँले बोलाउँदा आइरहेको छु तपाईँले खाना आज जाम भन्दा पनि सँगै गएको छु धोका दिने काम चाहिँ नगर्नु है कहिले पनि मैले कहाँ धोका दिने काम गरेको छु तिमीले भनेको ठाउँमा लागेको छु पुरा ठाउँमा पुगेको छु कहिले कहिले यस्तो बिजी भएर त नि यसो आउनु नपाएको मात्रै त हुने ल यहाँ बसेको पनि धेरै बेर भयो जाउँ ल त ल जाउँ ल अब टाइम पनि अब 3-4 बजी लाग्छ ल जाउँ ल खबर के हुनु तिमीसँग आएको छु मलाई कस्तो खुसी लागेको छ यस्तो राम्रो ठाउँ लिएको थ्याङ्क यू अनि ठाउँ त राम्रै छ ठिकै छ नि कस्तो कस्तो ठाउँ देख्छ कि तिमीले खुसी लाग्छ भने मेरो डालीले राम्रो ठाउँमा घुम्नु पऱ्यो साँच्चै हो नि त्यो भएर मैले यस्तो राम्रो ठाउँमा हुनु त बाटो पनि सबै राम्रो छ ठिक छैन त ठाउँ यो कति राम्रो आनन्द छ भने त हो पर डाँडा है अनि जङ्गलहरू कस्तो मलाई सधैँ यस्तो राम्रो राम्रो घुम्नु लैजाऊ है अब नेक्स्ट टाइम कहाँ कुन ठाउँ घुम्नु नेक्स्ट टाइममा जान नि उता चिसो पानीतिर चिसो पानीमा कस्तो राम्रो ठाउँ म तिमीलाई फोन गर्दा तिमीले फोनै उठाउनु किन त्यस्तो त नि ए होइन यस्तो भयो कि अब मोबाइलमा अलिकति चार्ज टिक्दैन कि अनि त्यही भएर पनि हो के भयो त नउठाए पनि मनमै छ फोन नउठेर के भयो त मान्छे मनमै छ त तर आफ्नो अरू कोही त छैन नि त्यस्तो नि छैन नि तिमी त अरू को छ खै केटा मान्छे त अलिक विश्वास गर्ने गाह्रो हुन्छ मेरो साथीहरूले चाहिँ एकदमै धोका दियो अनि बोयफ्रेन्डले छोड्यो भनेर पुरा कस्तो कस्तो स्ट्याटस लेखेर हाल्छ कि अनि मलाई कस्तो त्यो देख्नु बित्तिकै टेन्सन हुन्छ कि मलाई त मेरो न त्यस्तो हुने कि भनेर क्या हुनु नि त्यस्तो शङ्का गर्नुहुन्छ नि त्यही भएर त म कस्तो खुसी छु कि अरूको त्यस्तो सुन्छु होइन अनि म चाहिँ मेरो दार्जिलिङ चाहिँ फेरि एकदमै मेरो बेबी चाहिँ नि एकदमै ठिक छ म कस्तो ह्याप्पी एकदमै म आफूले भाग्यमै छान्छु क्या यो कुरोमा चाहिँ क्या त्यही त नि म पनि भाग्यमै छु ठिक छ नि त ठिकै छ अरू फेरि दायाँ बायाँ लागेको थाहा भयो नि म त फेरि राम्रो हुँदैन कहाँ त्यस्तो हुन्छ र भन्नु तिमी आजभोलि के गर्दैछ के काम गर्दैछ मैले सबै फोनबाट भनिसकेको त कि फेरि पनि सोधेको सेकेन्डमा भनिराख्नु पर्ने मैले सबै कुरा फोनबाट गरेको फेस टु फेस भएको कस्तो हुन्छ नि कस्तो कुराहरू चाहिँ के ठिक छ त अब हाम्रो सम्बन्ध यत्रो वर्ष भइसक्यो होइन मलाई चाहिँ फेरि शङ्का हुने काम नगर्नु त्यही हो तिर बक्कामा छु म दार्जिलिङ भुवन दायालाई मोमो खान्छौँ नि म त पिज्जा खान्छु ल हुन्छ हुन्छ ल पिज्जा खान्छु अनि आज ब्यालेन्स पनि हाल्नुपर्छ है तर मेरो ब्यालेन्स छैन 10,000 चाहिँ हालिदिनु नि त पैसाको चाहिँ पुरा नगरेर दार्जिलिङ पैसा चाहिँ म चाहिँ त्यस्तो होइन कि अलिक मलाई अलिक सपिङ गर्न चाहिएन ल पहिला खाजा खान जान्छ अनि त्यही सल्लाह गरौँ त्यही पैसा हालिदिनु ल सानी हजुर तिम्रो यो काखमा सुतेको त मलाई त स्वर्गमा पुगे जस्तो भयो हो नि त नि सानी मेरो कपालमा अलिअलि यस्तो यस्तो गर्दैन कस्तो आनन्द हुनुहोस् क्या
निन्दा लाग्छ क्या निन्दा लाउँछ अनि हजुर त आजभोलि फोन पनि उठाउनुहुन्न फोन पनि गर्नुहुन्न लक परे खाँदा के को लप बनाउने तिमीसँग परे अन्त नि अरू कोसँग परे खा अरू नि छ जस्तो शङ्का लाग्छ मलाई त छैन कि सानी छैन म अफिसमा काम गर्दाखेरि बिजी भयो होला फोन चार्जमा राख्छु त्यसो भएर चाहिँ नि डाउट्यो होला सानी फेरि होसी त गर्न सक्नुहुन्छ नि ल गर्नु भएन किन मैले अस्ति गरेको थिएँ नि ती सानीलाई अस्ति गरेर हुन्छ सधैँ गर्नु पऱ्यो नि ठिकै छ नि त अब दिनको एकचोटि गरौँला नि सानी हजुर अब आउने सोमबार चाहिँ यसो घुम्न जाऊँ है त नि ए हस् हुन्छ फुर्सद छ कि छैन फुर्सदै छ के हो पारा गयो अनि कसलाई लिएर बस्यो ऊको बहिनी अनि ऊको बहिनी हो ऊको ल पनि मेरो पनि मेरो तिमीले मेरो अनि अहिले भर्खर बहिनी भन्ने कसरी आफ्नो हो त तिम्रो बहिनी भन्यो अच्छा मलाई चाहिँ यार झन् फुल लिएर यस्तो गिफ्ट दिनु पर्यो भने आज मलाई यहाँ यो बोलाएर कस्तो के बात यस्तो कस्तो कुरा गर्ने त्यस्तो कहाँबाट गयो के बाज यार अहिलेको जमानामा सेकेन्ड ह्यान्डसँग ठिकै थियो तर हामी पर्छ नै तै नै थर्ड ह्यान्ड पनि होइन जस्तो बुझिस् तिमी कुरै नबुझ्ने यार कस्तो कुरा के बुझौँ अब आँखाको अगाडि देखेपछि के बुझौँ एकजनाको त्यो तिनजना हुन्छ त्यही भने सँगै देवेन ल हेर त चिटिङ गरे है हेर त जमाना कहाँबाट कहाँ पुगिसक्यो तिमीले भन्छ मान्छेले सासवटा बिहा गरिसक्यो अनि हिजोसम्म मलाई त मेरो कोही छैन तिमीलाई धोका दिन्न भन्ने मान्छे त के हो पारा अनि मलाई पनि त्यही भने होइन कहाँ हिजोमा मैले धोका दिएको थियो र आज पो दियो तिमीहरूलाई कहाँ त्यस्तो हुन्छ यार जिन्दगीभर धोका पनि भनेको थियो क्या मलाई तिमीले ए तिरिका त्यो त भइहाल्छ कहाँ किन रिसाउँछ यस्तो लाज शर्म बस्नु यस्तो त्यतिमै कहाँ जाऊ पाइन्ट फुकालिदिनु त्यसको कट त्यसो जान्नु खबर के हुनु तिमीसँग आएको छु मलाई कस्तो खुसी लागेको छ यस्तो राम्रो ठाउँ ल्याएको थ्याङ्क यू अनि